छजल नमस्कार सबैजनालाई। आजको यो सानो ट्राभल भिडियो चाहिँ फिल्मदेखि बिटामठसम्मको रहेको छ र अहिले चाहिँ भिडियो चाहिँ मेरो घरदेखि सुरु भएको छ। मेरो घर चाहिँ पल्लाटारमा हो र अहिले हामी जाँदैछौँ बजारतिर र यो देखिरहेको दृश्य चाहिँ चारखम्बेको र यो चाहिँ चारखम्बे रहेको छ। यहाँको चारखम्बेमा चाहिँ इलेक्ट्रिक गाडीको चार्जिङ स्टेसन छ है। ल अहिले हामी आइपुगिसक्यौँ आलगढीमा र आलगढी भनेको ठाउँ चाहिँ यही नै हो। अब हामी सरासरी जाँदैछौँ बजारतिर। यो रहेको छ हस्पिटल लाइन र हस्पिटल लाइनदेखि हुँदै हुँदै हामी जाँदैछौँ गणतन्त्र चोकतिर र यो रहेको छ गणतन्त्र चोक र यहाँ पर्छ लिम्बुवान गेट चाहिँ अहिले धमाधम बन्ने क्रममा छ र लिम्बुवान गेट बन्ने क्रममा भएकोले बाटोले पनि फेरि अहिले फिलहाल चाहिँ अवरोध गरिरहेको छ र अहिले हामी फेरि लाग्यौँ तिर्सै हाम्रो फिदिमकै जिमतिर र यहाँ यो परतिरको साइडको चाहिँ हो जिम र हस्पिटल। अहिले हामी गयौँ शनिबारतिर। यहाँदेखि हामी यस्तो युटर्न हालेर जान्छ बुद्ध मार्गतिर। यो बुद्ध मार्गमा चाहिँ यहाँ पर बोर्ड छ र अस्ति बुद्ध जयन्तीको भिडियोमा देखिहाल्नु भयो होला तपाईँहरूले। यहाँनिर चाहिँ हामीले पूजा पनि गरेको थियौँ अस्ति बुद्ध जयन्तीको बेलामा र अहिले हामी जाँदैछौँ एकजना बुढी बोजूले ल्याउन। यो चाहिँ नाङ्गिङ जाने ट्याक्सी काउन्टरदेखि केफेदेखि जानुपर्ने रहेछ चौतारीतिर। अहिले हामी गइसक्यौँ बुलाक लाइनतिर र अहिले हामी जान्छौँ चौतारीतिर। बोजूलाई चाहिँ बाटोमा भेटिएन कहीँ पनि, उहाँको चाहिँ फोन पनि रहेन रहेछ। नभेटेर हामी फेरि बजारतिर र यो अहिले हामी लाग्दैछौँ चौतारीतिर। यहाँ चाहिँ एउटा सानो खुद चाहिँ अचानक आउँछ झन्डैले ओम सुहा भयो है। त्यही भएर आफ्नो केटाकेटीहरूलाई चाहिँ होसियार सुरक्षित तरिकाले राख्नु। मोबाइलमा आफू बिजी, नानीहरूले त्यसो गर्नु हुँदैन है, खुल्ला छोड्नु हुँदैन। अलिक विचार गर्नुपर्छ। आमाहरूले चाहिँ आफ्नो सन्तानहरूलाई एकदम ख्याल गर्नु पर्यो। स्कुलको टाइम हुँदी कता यताउता कुद्छ कि भनेर। र अहिले हामी जाँदैछौँ फेरि ओह्रालोतिर तल घन्टाघरतिर जाँदैछौँ हामी चाहिँ जिल्ला प्रहरी प्रशासन कार्यालयतिर। तर हामी त्यतातिर चाहिँ जाँदैनौँ। हामी यो अगाडि देख्दै गरेको पर्को यो ठुलो रातो घरमा चाहिँ ब्याडमिन्टन खेल्ने गर्छ। यो चाहिँ हस्पिटल लाइन भनेर धेरै प्रसिद्ध छ क्या। फेरि हामी आलगढीतिर गएर फेरि फर्केर फेरि हामी अहिले कहाँ छौँ भन्दाखेरि बोजूले लिइसकेर अहिले हामी फेरि ठाडो लाइनदेखि ओह्रालो जाँदैछौँ। यो चाहिँ देखिराख्नु भएको ठाडो लाइनको भिडियो हो। बोजूले पनि हामीलाई रिसिभ गरिसक्यौँ। यहाँदेखि हामी जाँदैछौँ फेरि हामी कहाँ आयौँ भन्दाखेरि फर्केर गढीतिर आयौँ। गढीतिर गएर चाहिँ एकजना मान्छेलाई रिसिभ गर्नुपर्ने थियो र फेरि हामी आयौँ र त्यो मान्छेलाई चाहिँ हामीले रिसिभ गरि सक्नु आँटिसक्यौँ है। त्यो मान्छेको घर चाहिँ यता पर रहेको छ। यहाँनिर हामी यो लाइनलाई चाहिँ भन्दैछौँ नुमा मार्ग। एकदम नुमा भनेको चाहिँ राम्री र मार्ग भनेको चाहिँ लाइन। नुमा मार्गबाट उठाउनु गइरहेको छौँ हामीले। उहाँलाई ल्याउनुको लागि चाहिँ हामी गाडी घुमाउनु गयौँ धेरै, तर उहाँलाई लिइसकेको छौँ र यहाँ टिफर चाहिँ एकदम बाटो नै ब्लक गर्ने भएकोले गर्दाखेरि टिफरलाई दियौँ हामीले सुरुमा पहिलो प्राथमिकता। किनभने टिफर एकदम ठुलो छ, गाडी साइड हुँदैन र ट्र्याक्टर मुला त सानो थियो, साइडबाट निस्किगयो। यो रहेको स्कुलको भेन फिदिमको पनि स्कुलको त्यो चाहिँ मैले नि याद गरिनँ। फेरि हामी आयो आलगढीदेखि जाँदैछौँ हामी सरर फेरि बजारतिर। ल हामी अहिले पनि शनिबारेको छेउमा, शनिबारे नै भन्दा पनि चिनिन्छ यो ठाउँलाई, पुरानो बस पार्क। र यहाँदेखि हामीले सामान उठाएर यो छेउको सेतो घर चाहिँ पुरानो समर्पित हस्पिटल हो र यो बाटोदेखि ठ्याक्कै माथि चाहिँ गुम्बा छ है साथीहरू। फिदिमको एकदम धार्मिक स्थल गुम्बा डाँडा भनेर चिनिने ठाउँ हो र यो ठाउँ चाहिँ ट्राफिक बिट पनि रहेछ। अहिले अलिकति माथि पुगेपछि यो ठाउँहरूलाई चाहिँ भन्छ मुस्कान चोक, मुस्कान नै काफी छ भन्ने जस्तै यो ठाउँ पनि एकदम भाइरल ठाउँ जस्तै हो मुस्कान चोक। त्यहाँदेखि हामी रनिङ गर्थ्यौँ, तलैदेखि पनि गर्थ्यौँ। यो चाहिँ हाम्रो पुरानो रनिङ गर्ने ट्र्याक पनि हो। यहाँ चाहिँ पहिले हामी लावर भिड्दाखेरि चाहिँ यहाँ स्कुल पढ्दाखेरि कुद्ने गर्थ्यौँ, यतातिर आउने
यो हल्का उकालो छ। यो एउटा पोइन्ट भयो। यहाँ टाइम हेर्ने अलिक परको चौतारासम्म हुन्थ्यो कहिलेकाहीँको डिस्टेन्स भनेको। यहाँ चौतारासम्म हुन्थ्यो भने कहिलेकाहीँ चाहिँ अलिक लामो हुन्थ्यो यो अर्को चौतारासम्म। यहाँ आर्मी क्याम्पसँग हुँदै हुँदै यहाँ साइडमा चाहिँ एउटा छ पोइन्ट, त्योसँग कुद्यो भने चाहिँ 3 किलोमिटर हुन्थ्यो र कृष्ण मन्दिर हुँदै हुँदै हामी त्यसरी कुद्ने गर्थ्यौँ। यो चाहिँ रहेको छ कला जाँदै गरेको दृश्य। अलिअलि फिल्मको भ्यूहरू पनि देख्नुहुन्छ तर त्यस्तो क्लियर देखिँदैन। यो बाटो यो आइपुगिसक्यो हामी रमिते डाँडादेखि हामी लाग्यौँ उकालो हाम्रो गन्तव्यतिर है। अब चाहिँ हामी लाली खर्कतिर आइपुग्यौँ र यो हो लाली खर्कको लाली होटेल। यसको छेउमा छ पेट्रोल पम्प। यहाँ एकजना मान्छेलाई लिनुपर्ने थियो, उहाँलाई नभेटेर फेरि फर्केर गएर लिएर आएर गयौँ र यो रहेको छ लाली खर्क सुम्निमा चोक। लाली खर्क भनेपछि सुम्निमा चोक। यो रहेको छ कान्छी दोकान, सबैभन्दा कान्छी दोकान। यहाँदेखि तिर्स जानु छ इम्बुङ जाने बाटो। वाउ, घरको डिजाइनहरू कस्तो दामी बनाउँछ। लेकतिरको घर भनेको चाहिँ एकदम बेस्ट, एकदम फुर्सदले डिजाइन गरेर यस्तो दामी बवाल बनाएको हुन्छ नि लेकको मान्छेहरूको घर। म त घरको डिजाइनहरू चाहिँ एकदम मनपर्छ कि मलाई। यस्तो दामी यो चाहिँ मेरो थोरै अलिकति अनुहार कसले अहिलेसम्म भट्याउँदैछ भन्ने व्यक्ति मै हो। र यो चाहिँ कहाँदेखि भन्दाखेरि चाहिँ माथि पौवा भन्ज्याङको हो। एकदम हुस्से लाग्नु सुरु गरिसकेको रहेछ यहाँनिर चाहिँ। हुस्सेले त्यस्तो राम्रो केही देखिँदैन तर पनि छटाक छुटुक थोरै हो। र अहिले हामी ओह्रालो लाग्दैछौँ पौवा भन्ज्याङदेखि। र यो देख्दै गरेको यो ठाउँलाई चाहिँ भन्छ गुम्बा डाँडा। एक्ज्याक्ट गुम्बा डाँडा चाहिँ यहाँ तलतिर रहेछ। यो ठाउँलाई नै गुम्बा डाँडा भनेर चिनिन्छ। यहाँदेखि हामी लाग्यौँ ओह्रालो। वाउ, यो घरको डिजाइन चाहिँ कस्तो बवाल लाग्यो भने नि मलाई। खोलाको छेउमा छ एकदम। यहाँदेखि हुस्सेले पुरै डिस्टर्ब गर्छ। यो राके बजार हो। राके बजारमा हुस्सेले केही देखिँदैन। यो बजारमा चाहिँ प्राय चाहिँ मलाई लाग्छ 12 मासै जाडो हुन्छ होला है। बाटो यस्तो छ। गुरुजीले चाहिँ धन्नले देखेर कुदाएको भनेर जस्तो नि हुन्छ। केही देखिन्छ त अगाडि, दिन हो कि रात हो, हुस्सेले केही देखेकै छैन। दुःखले नि हुस्से नै मात्रै हल्का घरि लुज हुँदै घरि पुरै खुल्ला छ। मौसम त के हो फिदिमदेखि पहाड र फिदिमदेखि बिटामोड र बिटामोडदेखि फिदिमसम्म आउने बाटो चाहिँ यस्तै छ है। अब यहाँ पुरै खुल्ला छ हो। यो चाहिँ हाम्रो इलामको नेपाल टार हो। यहाँदेखि चाहिँ हामी ओह्रालो लाग्यौँ। बाटो एकदम क्लियर छ, राम्रो पनि छ। यहाँसम्म चाहिँ अलिक तलतिर चाहिँ बिग्रेको छ। यो घर चाहिँ अस्ति पहिरोले गर्दाखेरि अलिअलि बाँचेको। बाटो यस्तो अप्ठ्यारो छ नि, खड्याक पार्ने खालको छ है। यो पनि अप्ठ्यारो बाटो छ, एकदम सानो बाटो। गाडी आयो भने साइडै नदिने खालको, साइडै दिन नसकिने खालको भनौँ न, नदिने खालको होइन। यो चाहिँ रहेको छ पुवा खोला। यो कटिसकेपछि हामी लाग्दैछौँ तिर्सै। अझ उकालो छ। यो पुवा खोला छेउको सानो बजार मार्केट चाहिँ भन्दा नि भयो। यहाँदेखि हामी फेरि लाग्यौँ उकालो है। अस्तिको साल चाहिँ इलामलाई चाहिँ, अस्तिको साल भन्दा नि हिजोअस्ति इलामलाई चाहिँ ठुलै घाटा लागेको छ क्या यो पहिरो गएर चाहिँ। कतिजनाले आफ्नो ज्यान गुमाउनु भएको छ। यहाँ चाहिँ एकदम पहिरो है। फुटबल प्रेमीहरूको लागि चाहिँ यहाँ राखेको छ फुटबल। त्यहाँदेखि हामी ओह्रालो लाग्दैछौँ र यो रहेको छ इलाम बजार। इलाम बजारदेखि हामी लाग्यौँ ओह्रालो। तर त्यो अघिको फुटबलमा चाहिँ कसैले किक गर्यो भने फुटबल चाहिँ हल्लिँदैन, खुट्टा चाहिँ हल्लेर निक्लेन। बाहिर हातबाट चोट लाग्नु सक्छ। त्यो चाहिँ बनावटी मात्रै हो। यो बाटो कस्तो क्लियर, कस्तो सफा छ नि। इलामको बाटोहरू चाहिँ वाह भन्ने खालको फोहोर मैला खासै केही हुँदैन, एकदम स्वच्छ
सफा वातावरण पनि राम्रो छ। इलामको वातावरण चाहिँ एकदम राम्रो लाग्छ है मलाई मात्रै होइन प्रायः सबैलाई राम्रै लाग्दो रहेछ। यो इलाम भनेको ठाउँ चाहिँ एकदम वाउ, यो कस्तो दामी लाग्छ नि मलाई। यो नेचरलाई हामीले संरक्षण गर्न सक्यो भने चाहिँ नेचरले पनि हामीलाई केही न केही राम्रो उपाय दिन्छ। यो बाटो यति सानो छ कि गाडीले रिभर्स गर्नुपर्छ कि आफूले, अर्को गाडी आउँदैछ भने बाटो चाहिँ बन्दैछ र यस्तो अप्ठ्यारो छ, पारेर उपास है। यो चाहिँ माई खोलादेखि माथिको बाटो हो। अब आइपुग्नु आँट्यो माई खोला। पनि बाटो एकदम सानो छ, अर्को गाडीको लागि बाटो दिनको लागि अब यहीँ रोक्नु पऱ्यो। बाटो त खराब छ, यस्तो पहिरो गएको थियो नि अस्ति। मान्छेहरू माई खोलादेखि वारी गाडीले रोकिदिन्छ, फेरि हिँडेर गयो अनि तड्यो। अहिले चाहिँ यो पुल पनि बन्दैछ, बनिसकेको छैन, चाहिँ मर्मत सम्भार हुँदैछ है। यो टिप्पर गयो, पुल चाहिँ बन्दैछ अहिले। र यो तलतिर भनेको चाहिँ अस्तिको भाइरल ठाउँ, यहाँ चाहिँ कसैले सपनामा देखेको थिए माथि दैविक शक्ति भन्ने कुरा पनि छ। र यहाँदेखि लाग्यो हामी उकालो। यो ठाउँहरू चाहिँ दामी लाग्यो मलाई, त्यो हेटरहरू, त्यो डिजाइनहरू। मौसम सफा छ, वातावरण यस्तो दामी छ नि यहाँको, वाउ भन्ने खालको। न धेरै गर्मी न धेरै जाडो, एकदम राम्रो लाग्छ मलाई। इलामको चाहिँ अब त्यति बसेको चाहिँ छैन, तर यसो गाडीबाट यसो हेर्दा अनुभव गर्दा चाहिँ लेक भएर पनि होला, एकदमै राम्रो वातावरण छ इलामको चाहिँ। मौसमको कुरा गरेर अब हुन्छ लेकमा गर्मी भन्दा पनि जाडो नै धेरै हुन्छ, त्यही पनि अलिकति शीतल शान्त हुन्छ नि त। त्यहाँनिर दिमागहरू पनि नतात्तिने खालको, पढ्ने विद्यार्थीहरूलाई पनि एकदम फ्रेस चिसो हावामा चिसो वातावरणलाई दिमाग तात्तिने नपर्ने कि मौसमले सिसिलाइदिहाल्ने, यसो झ्याल खोल्यो भने चिसो भन्ने खालको। इलामको चाहिँ भनेको चाहिँ राम्रो छ, यो वातावरण चाहिँ चिसो। अब पढाइको गुणस्तर भनेको चाहिँ कस्तो छ, तर पनि इलामको चाहिँ मलाई पढ्नु पर्ने चाहिँ इलामको चाहिँ ठिक हुन्छ होला है। फिक्कल आइपुग्न आँटिसक्यो साथीहरू। यो ठाउँको रिसोर्टहरू कस्तो दामी बनाएको छ, वाउ वाउ भन्ने खालको। ल है साथीहरू, घरको डिजाइनहरू हेरौँ कस्तो छ। फिक्कल फाइनली हामी आइपुगिसक्यौँ। अब कन्यामको भ्यू हेर्नु पाउनुहुनेछ तपाईँहरूले। र सँगसँगै मैले पनि यो मन्दिरको चाहिँ मलाई एक्स्ट्रा लाग्यो, सबैको रातो हुन्छ, यसको चाहिँ हरियो ग्रिन चाहिँ मलाई वातावरण राम्रो भएर होला ग्रिन लगाएको चाहिँ मलाई कस्तो एक्स्ट्रा युनिक राम्रो लाग्यो। यो चाहिँ रहेको छ फिक्कलमा चाहिँ आज चाहिँ बजार लाग्ने रहेको रहेछ। र फिक्कल मेला भनौँ है, यो चाहिँ एकदम यहाँ मान्छेहरू एकदम धेरै आउँदा चाहिँ यहाँनिर सपिङहरू गर्नु आउने। यता गाडीहरू चाहिँ अहिले बर्खा मासले छोएर गाडी बित्दै है, मान्छे खासै छैन। गाडीहरू व्यवसायलाई पनि अहिले कठिन हुँदैछ भनेको सुन्दै थिएँ। हाम्रो गुरुजी काकाले भनेको गाह्रो छ अरे, अहिले पेट्रोलको भाउ बढेर मान्छे पाइँदैन, खाली गाडी कुद्दाखेरि घाटा हुन्छ भन्नुहुन्थ्यो काकाले। र हामी लाग्यो अब हल्का तेर्सो ओह्रालो हुँदै खासमा हामी जाने हो कन्यामतिर, कन्याम हुँदै झर्ने। तर अझै पनि दुईवटा मेन सहरहरू बाँकी नै छ है। यो चाहिँ इलामको पेट्रोल पम्प, गाडीहरू धेरै पेट्रोल हाल्ने ठाउँ त्यही हो है, एउटा पोइन्ट बनाएको हुन्छ नि त चट्टसँगले। यहाँ पुगेर चाहिँ पेट्रोल हाल्ने भनेको चाहिँ इलामको चाहिँ मैले अहिलेसम्म देखेको चाहिँ यही नै हो। ठ्याक्कै यो हाइवेले भेट्ने चाहिँ ट्रक यति ठुलो छ कि निकै बेर कुर्नु पऱ्यो है त्यो ट्रक कट्नुको लागि चाहिँ। ल है त साथीहरू, कन्यामको छेउछाउ आइपुगेपछि यस्तो धोका मलाई जस्तो भइगयो नि। कन्यामा आउने मान्छेहरूलाई त कस्तो भयो होला त। ओहो, कुन दिनमा आएछ नि, न केही देख्नु न फोटो खिच्नु। हे भगवान् भन्दै प्रार्थना गरिरहेको थियो।
ल कन्याको सानो पसलहरू यस्तो फास्ट भयो कि भिडियो तिरिमिरी झै भएर साथीहरू सरी भन्ने बेला हुन्छ। त्यसको लागि चाहिँ कन्याको भ्यू त्यस्तो राम्रो गरेर केही पनि पाएनौँ हामीले। निराशङ्गर बनाएर लाग्दैछ तेर्सै र यो यिनीहरू भ्यूहरू हेर्नु होला कन्याको जस्तै छ। त्यसैले झुप्रे पसलहरू छ, झुप्रे पसल त नभनौँ, एकदम सानो मजावाला पसलहरू छ है। वाउ, यो ठाउँको वातावरण यस्तो दामी छ। यहाँ पर छ एउटा दामी स्कुल रहेछ यहाँनिर, त्यो चाहिँ मैले देखाइनँ। यतातिर पनि छ नि चिया बारीहरू हल्का फुल्का। पर देख्दै गरेको चाहिँ गौतम बुद्धको मूर्ति बनाएको अरे, त्यो चाहिँ गुम्बा अरे, एकदम दामी छ अरे कि त्यहाँ, मतलब ठुलो मूर्ति बनाउने योजना छ अरे। अरू मलाई चाहिँ यो गाडीबाटै पाएको सूचना हो। एकदम ल हामी गफमा आइपुगिसक्यौँ हामी जोर क्लास। यहाँदेखि चाहिँ झापातिर छिरिङ भन्ने अनुभव हुन्छ र हामी अहिले चाहिँ झापामै कुद्दैछौँ। यो प्राकृतिक गेट जस्तो भएको साथीहरू, कस्तो दामी चट्टसँग रुखहरू मिलेर गेट जस्तै बनेर। अहिले चाहिँ सिरिज खेल्ने सिजन भएको रहेछ। यो सिरिजको रुखमा चाहिँ मान्छेहरू यस्तो धेरै टिकटक भिडियोहरू बनाउँछ। यहाँ चाहिँ होइन, अलिक तल है, चियाबारीमा हो। यस्तो भाइरल छ त्यो ठाउँ, यही हो त्यो भाइरल ठाउँ मैले कुरा गरेको चाहिँ। यहाँहरू त मान्छेहरूको भ्यूमा कति चाहिँ आउँछ नि सिरिज। र अहिले गफमा आइपुगिसक्यो हामी। बुधबारेको चाहिँ अवस्था यस्तो छ है, चट्टसँगले फुल बुधबारे फुल। यहाँदेखि चाहिँ हाम्रो झापा पिटामोड त्यही चाहिँ नभनौँ, बुधबारे झापा चाहिँ सुरु भइसक्यो। यो बुधबारे बजार हो। यो बजार निकै ठुलो नै छ, रोडहरू पनि निकै ठुलो नै छ, विशाल छ, जेब्रा क्रसिङहरू पनि छ, एकदम राम्रो छ। यहाँसम्मको पनि वातावरण राम्रो छ, सच्चो छ, फेरि साह्रो धुलोमुलो नहुनेछ। यो चाहिँ हो चाराले कटिसकेपछि बिटामोडतिर जाँदै गरेको बाटो र हाम्रो घर छेउछाउकै हो। यहाँनिर पनि हल्का पिच भएछ र अरू यस्तै छ। यस्तो हिलो यस्तो धुलो हुने बाटो हो नि यो त। फोक्सोलाई त पुरै ट्रेनिङ हो कि तिमीले कति चाहिँ माटो धुलो। ल गुरुजीले त हामीलाई त अर्कै बाटोबाट लग्नु थाल्नुभयो। यो चाहिँ कालीझोडा जाने बाटो हो।